ॐ सहना भवतु सहनौ भुनक्तु सह वीर्यं करवावहै तेजस्विनावधीतमस्तु मा विद्विषावहै। ॐ शान्तिः शान्तिः शान्तिः। नमस्कार। वेदान्त विमर्श कक्षामा हजुरहरू सबैलाई स्वागत छ। शङ्कर भगवत पादाचार्यद्वारा विरचित तत्त्वबोध ग्रन्थमा आधारित भएर वेदान्त चिन्तन गर्नका लागि हामी उपस्थित भएका छौँ। आकारमा सानो ग्रन्थ तर अद्वैत वेदान्तको लागि अत्यन्तै महत्त्वपूर्ण र आधार ग्रन्थ भएको हुनाले हामीले तत्त्वबोधलाई चयन गरेका छौँ। तत्त्वबोध मा दुईटा शब्दहरू छन्, तत्त्व र बोध। तत्त्व भनेको पारमार्थिक स्वरूप हो र बोध भनेको ज्ञान हो। आफ्नो पारमार्थिक स्वरूपको ज्ञान भन्ने अर्थ तत्त्वबोध यो ग्रन्थको शीर्षकबाट आउँछ। भनिन्छ कि आचार्य शङ्करले आफ्नी माताजीलाई तत्त्वज्ञानको उपदेश दिनका लागि यो ग्रन्थको रचना गर्नुभएको हो। हामी तत्त्वबोध ग्रन्थमा प्रवेश गर्दैछौँ। ग्रन्थको प्रारम्भमा मङ्गलाचरण राखिएको छ। हाम्रा जति पनि शिष्ट महापुरुष शास्त्रकारहरूले ग्रन्थ लेख्नु भएको छ, उहाँहरूले आफ्नो ग्रन्थको प्रारम्भमा मङ्गलाचरण गर्नुभएको छ। मङ्गलाचरण भनेको आफ्ना गुरुदेव अथवा इष्टदेवको स्मरण गर्ने कर्म हो, जसमा ग्रन्थ प्रतिपाद्य विषयवस्तुको निर्देश पनि गरिएको हुन्छ। विशेष गरी ग्रन्थ लेखनमा क्रममा आइपर्ने विघ्नहरू सबै नष्ट होउन् भन्ने कामनाले ग्रन्थको प्रारम्भमा मङ्गलाचरण गर्ने गरिन्छ र तत्त्वबोध ग्रन्थको प्रारम्भमा राखिएको मङ्गलाचरण हामी अब पढ्दछौँ। वासुदेवेन्द्र योगीन्द्रं नत्वा ज्ञानप्रदं गुरुं मुमुक्षूणां हितार्थाय तत्त्वबोधो विधीयते। यो श्लोकमा सर्वप्रथम अन्वय गर्नुपर्ने हुन्छ। मया तत्त्वबोधः विधीयते। ग्रन्थकार म शङ्कराचार्यद्वारा तत्त्वबोध नामक ग्रन्थको रचना गरिन्छ। अब पुरा अन्वय गर्दाखेरि मया वासुदेवेन्द्र योगीन्द्रं ज्ञानप्रदं गुरुं नत्वा मुमुक्षूणां हितार्थाय तत्त्वबोधः विधीयते। म ग्रन्थकारद्वारा वासुदेव नामक योगीहरूका राजा ज्ञानदाता गुरुलाई नमस्कार गरेर मुमुक्षुहरूको हितका लागि तत्त्वबोध नामक ग्रन्थको रचना गरिन्छ। यहाँ आचार्य शङ्करले आफ्ना गुरुको नमस्कार गर्नुभएको छ। किनभने शास्त्रहरूमा उपनिषदमा आउँछ कि जसको परमात्मामा दृढ भक्ति छ र परमात्मामा जस्तो भक्ति छ त्यस्तै आफ्नो गुरुदेवमा भक्ति छ भनेदेखि मात्रै त्यस्तो व्यक्तिलाई मात्रै ग्रन्थका रहस्यहरू प्रकट हुन्छन्, ग्रन्थले आफ्नो स्वरूप प्रकट गरिदिन्छ भन्ने उपनिषदको मन्त्रले बताएको छ। यस्य देवे पराभक्तिः यथा देवे तथा गुरौ तस्यैते कथिता ह्यर्था प्रकाशन्ते महात्मनः। त्यही आदर्शलाई यहाँ आचार्य शङ्करले देखाउनु भएको छ। अब मङ्गलाचरण तीन थरीका हुन्छन्: नमस्कारात्मक मङ्गलाचरण, आशीर्वादात्मक मङ्गलाचरण र वस्तु निर्देशात्मक मङ्गलाचरण। जुन मङ्गलाचरणमा गुरुदेवको आफ्ना इष्टदेवको नमस्कार गरिएको हुन्छ त्यस्तो मङ्गलाचरण नमस्कारात्मक मङ्गलाचरणको कोटीमा पर्दछ। भने आफ्ना गुरुदेवसँग अथवा इष्टदेवसँग
आफ्नो अथवा सम्पूर्ण ग्रन्थ अध्येताहरूको कल्याण होस् भन्ने भावना आशीर्वाद मागिएको छ भने त्यो मङ्गलाचरण आशीर्वादात्मक कोटीमा पर्दछ। र यदि मङ्गलाचरणमा ग्रन्थ प्रतिपाद्य विषयवस्तुको निर्देश गरिएको छ भनेदेखि त्यस्तो मङ्गलाचरण चाहिँ वस्तु निर्देशात्मक मङ्गलाचरण अन्तर्गत पर्दछ। अब यो मङ्गलाचरण चाहिँ नमस्कारात्मक र वस्तु निर्देशात्मक मङ्गलाचरणको कोटी अन्तर्गत पर्दछ, किनकि यहाँ गुरुदेवलाई नमस्कार गरिएको छ र ग्रन्थ प्रतिपाद्य विषयवस्तु तत्त्वबोध तत्त्वज्ञानको यहाँ निर्देश पनि गरिएको छ। मङ्गलाचरण सँगसँगै ग्रन्थकारले 4 चिजहरूको संकेत गर्नुभएको हुनुहुन्छ, जसलाई अनुबन्ध चतुष्टय भनिन्छ। अनुबन्ध चतुष्टयको ज्ञान नभइकन ग्रन्थमा पाठकहरूको प्रवृत्ति हुँदैन। त्यही भएर मङ्गलाचरण सँगसँगै अनुबन्ध चतुष्टयको पनि संकेत गरिएको हुन्छ। अनुबन्ध चतुष्टयमा के पर्छन् त भन्दा अधिकारी, विषय, सम्बन्ध र प्रयोजन। अधिकारी भनेको यो शास्त्रको लागि योग्य व्यक्ति को हो, यो शास्त्र पढ्ने अधिकारी को हो। र विषय, यो शास्त्रमा कुन विषयको प्रतिपादन गरिएको छ, यो शास्त्रको विषय के हो। र सम्बन्ध, अधिकारी र विषयका बीच के सम्बन्ध छ, यो शास्त्र र प्रतिपाद्य विषयको बीचमा के सम्बन्ध छ भन्ने सम्बन्ध भयो। र प्रयोजन, यो शास्त्रको अनुशीलनबाट अधिकारीले, पाठकले के फल प्राप्त गर्दछ त भन्ने कुरालाई प्रयोजन भनिन्छ। प्रकृत प्रसङ्गमा विचार गर्नुपर्दा तत्त्वबोध वेदान्तको एउटा ग्रन्थ हो। त्यसो भएको हुनाले वेदान्त शास्त्रमा जे अनुबन्ध चतुष्टय छन् त्यही नै यो ग्रन्थको पनि अनुबन्ध चतुष्टय हो। यो ग्रन्थका अधिकारी साधन चतुष्टय सम्पन्न व्यक्ति हुन्, जससँग 4 साधनहरू छन्। यो कुरालाई मङ्गलाचरणमा ग्रन्थकारले मुमुक्षु शब्दले संकेत गर्नुभएको छ। मुमुक्षा सहित अरु 3 वटा साधनहरू, जम्मा 4 साधनहरूले सम्पन्न भएको साधना चतुष्टय सम्पन्न व्यक्ति यो शास्त्रको अधिकारी हो। यो शास्त्रमा तत्त्वज्ञानको प्रतिपादन गरिएको छ, विषय तत्त्वज्ञान भयो। मङ्गलाचरणमा तत्त्वबोध भन्ने शब्दले त्यो संकेत गरेको छ। र सम्बन्ध, यो ग्रन्थ र प्रतिपाद्य विषयका बीचमा प्रतिपाद्य प्रतिपादक भाव सम्बन्ध छ। अब अधिकारी र विषयका बीचमा प्राप्य प्रापक भाव सम्बन्ध छ, किनभने अधिकारी प्रापक हो, उसले तत्त्वज्ञान प्राप्त गर्दछ। तत्त्वज्ञान भनेको प्राप्त हुने चिज हो, त्यही भएर यसमा प्राप्य प्रापक भाव सम्बन्ध भन्न सकिन्छ। र प्रयोजन, यो ग्रन्थको अध्ययनद्वारा के फल प्राप्त हुन्छ त भन्दा मोक्ष रूपी फल प्राप्त हुन्छ। यो कुरा ग्रन्थकारले मङ्गलाचरणमा हितार्थाय, हित भन्ने शब्दले संकेत गर्नुभएको छ। मुमुक्षुहरूको हितका लागि, जो मोक्ष चाहने व्यक्तिहरू छन् उहाँहरूको हितका लागि यो तत्त्वबोधको रचना गरिन्छ भन्ने कुरा मङ्गलाचरणमा गरिएको थियो। अब मुमुक्षुहरूको हित भनेको के हो त भन्दा मोक्ष हो, त्यसैले प्रयोजन मोक्ष भयो। यसरी मङ्गलाचरण, मङ्गलाचरणका प्रकार र मङ्गलाचरणमा संकेत गरिएको अनुबन्ध चतुष्टयको हामीले विचार गर्यौं। यो अङ्कलाई यही पूर्णता दिन्छौं। फेरि अर्को अङ्कमा हामी हजुरहरूसँग जोडिनेछौं। ओम नमो नमः।